अमेरिकाको न्युयोर्क सिटी स्थित एक अदालतमा भेनेजुएलाका नेता निकोलस मादुरो उपस्थित भएका छन्। अदालतको ढोकाबाट प्रवेश गर्नुअघि उनको खुट्टामा बाँधिएको साङ्लोको आवाज सुनिएको बताइएको छ। अदालतभित्र पस्दै गर्दा उनले पत्रकार र सर्वसाधारणतर्फ हेर्दै आफूलाई अपहरण गरिएको दाबी गरे। उनको उपस्थितिपछि न्यायाधीश एल्विन हेलरस्टीनले अदालती प्रक्रिया सुरु गर्दै आफ्नो परिचय पुष्टि गर्न भने। मादुरोले शान्तस्वरमा स्पेनिस भाषामा आफू भेनेजुएलाको राष्ट्रपति भएको र जनवरी 3 देखि आफूलाई जबरजस्ती थुनिएको बताए। उनका भनाइको अदालतमा अनुवाद गरिएको थियो। न्यायाधीशले उनको बयान बीचैमा रोक्दै पछि निर्दोष साबित गर्ने प्रक्रिया र सुनवाईको समय तय गरिने जानकारी दिए। सोमबार दिउँसो करिब 40 मिनट चलेको सुनवाईमा मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसले लागेका ड्रग्स र हतियार सम्बन्धी आरोप अस्वीकार गर्दै आफू निर्दोष भएको बताए। दुवैलाई शनिबार भेनेजुएलामा अमेरिकी सुरक्षाकर्मीले पक्राउ गरी न्युयोर्क ल्याइएको थियो। सुनवाईका क्रममा उनीहरू जेल पोसाकमा देखिएका थिए र अनुवाद सुन्न हेडफोन प्रयोग गरेका थिए। मादुरोले नोट्स पनि लिइरहेका थिए र अदालतमा उपस्थित केही व्यक्तिलाई अभिवादन गरेका थिए।